फुल काट्छु म गर्छु। अब बाइकमा आउँदै हुनुहुन्छ। ठिकै छ। दिदी बहिनीलाई सादर अनुरोध गर्दछु। त्यही त म जाँदै त उहाँले यो आसन ग्रहणकै क्रमलाई म अगाडि बढाउन चाहन्छु। सादर अनुरोध गर्दछु। जोरदारको साथ ताली बजाएर स्वागत सम्मान गर्ने। 1 2 3 म्युजिक राष्ट्रगानको त्यस्तै गरेर नेपाल तामाङ हेदो बिचामो नगर अध्यक्ष श्री विजय तामाङज्यू, नेपाल तामाङ हेदो अध्यक्ष तामा गुरुज्यू लगायत सम्पूर्ण उपस्थित बाबा दाजुभाइ दिदीबहिनीलाई यस स्टेजको अगाडि रहिदिन हार्दिक अनुरोध गर्दछु। हाम्रा अतिथि महानुभावहरू आमन्त्रित महानुभावहरू यहाँ आइसक्नु भएको छ। आजको यस कार्यक्रमका हाम्रा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्र महन्त र प्रसादज्यूको आगमन भइसकेको छ। तसर्थ सम्पूर्ण बुबामा दाजुभाइ दिदीबहिनीलाई वन कार्यालय लेखा अतिथि भद्रपुर सुभाष लामाज्यूलाई अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु। स्टेजमा आसनको निमित्त शिक्षा शाखा अतिथि बिर्तामोड नगरपालिका श्री लासङ तामाङज्यूलाई पनि अतिथि आसनको लागि सादर अनुरोध गर्छु। राष्ट्रिय वाणिज्य ब्याङ्क श्री अनु तामाङ बिर्तामोड उहाँलाई पनि अतिथि आसनको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर बुद्धिजीवी, शिक्षक, समाजसेवी, खेलप्रेमी आदरणीय व्यक्तित्व नेत्रथिङ तामाङज्यूलाई पनि राजवंशीज्यूलाई पनि ससम्मान आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर ओरेन्ज समाचार, युट्युब एसटी नेपाल, हिमालय.com का सञ्चारकर्मी मित्रहरूलाई पनि ससम्मान आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। र सुरक्षाकर्मी मित्रहरूलाई पनि म अतिथि आसनको निमित्त हार्दिक अनुरोध गर्दछु। अब आसनगढलाई म यहाँ थाँती राख्दै पुनः फेरि जोड्ने नै प्रतिबद्धता गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अब राष्ट्रिय गानको कार्यक्रम रहेको छ र राष्ट्रिय गानको लागि राष्ट्रियताको निम्ति अगाडि स्टेजमा आएर आसन गर्नको लागि सादर अनुरोध गर्दछु। तामाङ समाज कल्याण समिति बिर्तामोड झापाका अध्यक्ष श्री फूलमाया तामाङज्यूलाई पनि अतिथि आसनको निमित्त हार्दिक अनुरोध गर्दछु। समाजसेवी आदरणीय व्यक्तित्व श्री जीवन भण्डारीज्यूलाई पनि स्टेजमा आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर समाजसेवी
आदरणीय व्यक्तित्व श्री राजेन्द्र पण्डाज्यूलाई अतिथि आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। मैले अगाडि नै उद्घोष गरेको छु, आदरणीय व्यक्तित्व समाजसेवी बुद्धिजीवी नवबौद्ध गुम्बाका सल्लाहकार संयोजक श्री प्रेमराज घिसिङज्यूलाई स्टेजमा आएर विशिष्ट अतिथि आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरूलाई जोरदारको साथ ताली बजाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। नमो बौद्ध गुम्बा फिर्ता मोर्चा लागु तातत्वय भीम बहादुर र अर्जुन तामाङज्यूलाई पनि आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। नेपाल तामाङ एदुङ महिला झापा जिल्ला उपाध्यक्ष श्री माया पल वाइबा उहाँलाई अतिथि आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। नमो बौद्ध गुम्बा सल्लाहकार सदस्य श्री कृष्ण बहादुर इन्जनज्यूलाई अतिथि आसन गर्नको निमित्त अनुरोध गर्दछु। स्टेजमा आएर आसन गर्नको निमित्त स्टेजमा आएर आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर समाजसेवी युवा आदरणीय व्यक्तित्व शिवटोल निवासी श्री सोहनलाल राजवंशीज्यू उहाँलाई पनि अतिथि आसन गर्नको निमित्त सादर अनुरोध गर्छु। मानेवा संघ बिर्तामोड अध्यक्ष देवीमाया मोक्तानज्यूलाई स्टेजमा आएर आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यस शिवनगर टोलका अध्यक्ष शिवनगर टोल संस्थाका अध्यक्षज्यूलाई पनि स्टेजमा आएर अतिथि आसन गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर गुम्बा प्रमुख लामा नवबौद्ध गुम्बा प्रमुख लामा रामसिंह घिसिङज्यूलाई पनि अतिथि आसन गर्नको निमित्त सादर अनुरोध गर्दछु।